साथीहरु नमस्कार। आजको भिडियोमा हामी बेन्टेक्स स्टार्टरको कनेक्सन सिक्नेछौँ। यो चाहिँ डिओएल स्टार्टर हो। यो डाइरेक्ट अनलाइन भन्नाले यसलाई हामीले 3 तार युज भएको मोटरमा युज गर्न सक्छौँ। यानी हामीले 1 एचपी देखि 5 एचपी सम्म मात्रै यसलाई युज गर्न सक्छौँ। र सबभन्दा पहिला अब हामीले स्टार्टरको यो कभरमा लागेको 4 वटा स्क्रुहरू टेस्टरको सहायताले खोल्ने र खोलिसकेपछि अब यसको भित्रपट्टि 4 वटा होल दिएको हुन्छ। त्यो होललाई चाहिँ मार्किङ गरेर अब दिवारमा पलाइमा लगाउँदै हुनुहुन्छ भने पलाइमा चाहिँ डाइरेक्ट कालो स्क्रुमा कस्दा हुन्छ। र यदि तपाईँ पलाइमा होइन वालमा लगाउँदै हुनुहुन्छ भने त्यसलाई ड्रिल गरेर ग्रिप स्क्रु हालेर हामीले जाम गर्नुपर्छ। र स्टार्टरको जुन इन्कमिङ सप्लाई छ, जो पछाडिबाट हाम्रो प्यानलदेखि सप्लाई आइरहेको छ, त्यसमा चाहिँ हामीले एउटा टिपिएन युज गरेका छौँ। अब हाम्रो स्टार्टरमा चाहिँ 3वटा फेस मात्र युज हुन्छ र न्युट्रल हामीले अरू पनि कुनै इक्विपमेन्ट चल्न सक्छ भनेर हामीले न्युट्रल वायर हालेर चाहिँ हामीले टिपिएन एमसिबी हालेर कनेक्ट गरेका छौँ। अब त्यसपछि हामीले अब हामीसँग एउटै कलरको तार भएको हुनाले एउटै कलरको तार युज गर्दैछौँ। अब कनेक्सन गर्दाखेरि चाहिँ हाम्रो स्टार्टरको माथिल्लो पोइन्टमा L1, L2 र L3 लेखेको हुन्छ र त्यसै गरी हामीले क्रमशः कुनै तार यताउता जोड्दा पनि हुन्छ। त्यो फेस सिक्वेन्स मिलाउनुपर्छ, पछि त्यसमा के फरक हुँदैन। L1, L2, L3 मा चाहिँ हामीले जुन टिपिएन एमसिबीदेखि आउटपुटदेखि हाम्रो तार आएको छ त्यसलाई चाहिँ यसरी हामीले L1, L2 र L3 को ठाउँमा जोडेका छौँ। र जोड्दाखेरि चाहिँ कनेक्सन चाहिँ एकदम टाइट गर्नुपर्छ साथीहरू। कनेक्सन लुज हुनु भएन, किनकि हाम्रो यो 3 फेस सप्लाई हो। यसमा चाहिँ अलिकति लुजिङमा पनि स्पार्किङ हुनसक्छ र यदि फेस फेस टक्रायो भने पनि हाम्रो ठुलो ब्लास्ट हुनसक्छ। त्यही भएर चाहिँ हामीले यो काम गर्दाखेरि चाहिँ एकदम सावधानीपूर्वक गर्ने। अब यो कनेक्सन भइसकेपछि हामीले यो 3 तारहरू यता कन्ट्याक्टरको पोइन्टहरूमा नचेप्पियोस् भनेर हामीले साइडमा चाहिँ यसरी मिलाएर साइडमा राखिदिने। अब साइडमा मिलाएर राखिसकेपछि हामीले यसमा 3 फेस सप्लाईमा चाहिँ हामीले अर्थिङ गर्न एकदम जरुरी हुन्छ। त्यही भएर अब हामीसँग हरियो तार एभाइलेबल थिएन, त्यही भएर हामीले एमसी बक्सको बोडीदेखि नै हामीले यो स्टार्टरको बोडीमा अर्थिङ कनेक्ट गर्दैछौँ। र अब हामीले चाहिँ जुन यो बिचको कोइल छ यसलाई चाहिँ मोटरको हिसाबले एम्पियर सेटिङ गर्न मिल्छ। यदि मोटर सानो छ भने यसलाई यसमा लेखेकै हुन्छ, त्यो हिसाबले हामीले यो नबलाई घुमाएर चाहिँ एम्पियर सेट गर्न सकिन्छ। यदि मोटर ठुलो छ 5 एचपीको छ भने यसमा चाहिँ एम्पियर सेटिङ गर्नुपर्छ र त्यो हिसाबले हामीले एम्पियर मिलाउनुपर्छ यसमा। र अब जुन बचेको बाँकी 3वटा पोइन्ट छ यसमा चाहिँ मोटरको तार लाग्छ। अहिले हामीसँग मोटर चाहिँ एभाइलेबल छैन होइन। अब मोटर आएपछि हामीले चाहिँ यसमा मोटर कनेक्ट गर्नेछौँ र हामीले इनपुट सप्लाई 3वटा फेस हामीले दिइदिएका छौँ। र जुन यो तलको 3वटा पोइन्ट बचेको छ खाली पोइन्ट, यसमा चाहिँ मोटरको तार L1, L2, L3 यो हामीले स्टार्ट अन गरेका छौँ। र मोटरको तार चाहिँ यो L1, L2, L3 यो 3वटा पोइन्टमा चाहिँ मोटरको तार हामीले लगाइदिने। हाम्रो स्टार्टरको कनेक्सन चाहिँ रेडी भइसकेको छ। अब हामी चाहिँ फाइनली यसको कभर लगाउनेछ। कभर लगाउँदाखेरि पनि हामीले यसरी कभर माथिबाट राखेर कभरको 2वटा स्क्रु माथि र 2वटा स्क्रु तल दिएको हुन्छ, त्यो हिसाबले चाहिँ हामीले स्क्रुहरू टाइट गर्ने। अब यसपछि फाइनली यो अन अफ हाम्रो राम्रोसँग कन्ट्याक्ट भइरहेछ। हरियो दबाएर चाहिँ हाम्रो मोटर स्टार्ट हुन्छ र यो रेड बटन दबाएर चाहिँ हाम्रो मोटर स्टप हुन्छ। अब फाइनली अब हामी एमसी बक्सको पनि कभर लगाउनेछौँ। र यस्तै खाली इलेक्ट्रिकल भिडियो हेर्नको लागि हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सनु।